एक दुई वर्ष अघिबाट खटपट भएको थियो, आफ्नै श्रीमान भनाउँदो नै यमराज बनिदियो। जसको काखमा आफू धेरै सुरक्षित ठानिन्छ, उसैबाट गर्दनमा खुकुरी हानिन्छ। बाहिर निस्के बलात्कार छ, भित्र बस्दा तरबार। हामी छोरी कुन ठाउँमा सुरक्षित छौं सरकार। यही राष्ट्रको सुरक्षामा तैनाथ एउटी चेली, अपराधीले मारिदियो जीवनसँग खेली। दुई सन्तानकी आमा गुमिन् न त बाउ गतिलो, 3 वर्षको एउटा छोरो हुर्कँदै बतिलो। सिउँदो भर्दा बाचा कसम जुनी काट्छु भन्नी, मन नमिले केही वर्षमा श्रीमान काल बन्नी। संविधान संशोधन गर दिए हुन्छ फाँसी, फेरि अर्को घटना घट्छ निस्किएर आसी। कानुनको किताबमा फाँसी सजाय भर्दे, बिन्ती सरकार हाम्रा लागि यति कष्ट गर्दे। बिन्ती सरकार हाम्रा लागि यति कष्ट गर्दे।